ल सम्पूर्ण साथीहरूलाई फेरि मेरो युट्युब च्यानल वालाङ भ्लग्समा यहाँहरूलाई स्वागत छ। र अब आज पनि म चाहिँ फेरि जङ्गलतिर झोला पनि बोकेको छु र मसँग आज चाहिँ मैले जङ्गलमा जे भेट्छु त्यही उठाउनेवाला छु है त। भिडियोलाई हेर्दै गर्नु होला के कस्तो हुन्छ है त। र अब अहिले यहाँ चाहिँ बर्खाको सिजन छ। अब यहाँको बाटोको अवस्था चाहिँ यस्तो छ, पानी परेर अब एकदमै मौसम यस्तो छ। ल यो चाहिँ जिर्मले खोला। अहिले चाहिँ म चाहिँ यहाँ आइपुगेँ। अब जानु छ यता माथि जङ्गलमा, तर अब अझै पुगेको छुइनँ। पानी पर्नु चाहिँ एकदमै पानी पर्न थाल्यो, झन् धेरै मात्रामा। अब हेरौँ, लेट्स सी के हुन्छ। अहिले चाहिँ म यस्तो ठाउँमा आइपुगेँ। अझै हिँडाइ छ मेरो चाहिँ। यहाँ चाहिँ यस्तो अवस्था छ, देख्न सक्नुहुन्छ। ल म चाहिँ अब निङ्गुरे टिप्दै टिप्दै यति बनाइसकेँ र यति माथि आइसकेँ। र ठाउँ चाहिँ यस्तो छ, पछाडि देख्न सक्नुहुन्छ। यस्तो डेन्जर ठाउँमा आइपुगेँ नि म। यस्तो माथि जानलाई यति मुस्किल छ नि। यस्तो आम्म भाइ साहब क्या है यार नजारा। निङ्गुरे चाहिँ यस्तो ठाउँमा पलाउँछ है त, यो साइजमा। यस्तो ठाउँभित्रतिर मजाले पलाएको छ। अब म चाहिँ यताउता जान खोजिरहेको थिएँ, तर अब सम्भव देखिनँ किनकि एकदमै डेन्जर छ। अब यो ठाउँमा निङ्गुरे चाहिँ होला यहाँ धेरै नै, तर अब यहाँबाट म फेरि यसो फर्किन्छु किनकि पानी पनि परिरहेछ। तर फेरि माथिबाट ढुङ्गाहरू झऱ्यो भने त गाह्रो पनि हुन्छ। त्यही भएर फेरि म चाहिँ रिटर्न हुँदैछु। ल यो चाहिँ पारीको दृश्यहरू, गाउँ बस्तीहरू देख्न सक्नुहुन्छ है। यो चाहिँ खोला मजासँगले बगिरहेछ, जिर्मले खोला। ल म चाहिँ अब धेरै माथि आइसकेँ। पानी पनि परिरहेछ, छाता पनि ओडिरहेको छु। निङ्गुरे पनि निकै देखिसक्यो। अब फर्किनुपर्छ, पानी एकदमै छ। अब यस्तो छ यहाँको ठाउँ चाहिँ, तर एकदम पानी पर्छ। निङ्गुरे धेरै मात्रामा भेटिरहेछ। ल साथीहरू, म चाहिँ अब चाहिँ निङ्गुरे खोजेर निस्किस पनि सकेँ फाइनल्ली बाटोमा। पानी चाहिँ एकदमै धेरै मात्रामा परिरहेको छ, तर अहिले चाहिँ कम बसेर पनि म चाहिँ आज चाहिँ भिजिसकेँ पुरै नै। अब छाता ओढेर हुँदैन भनेर म चाहिँ हिँडेछु। अब एउटा सब्जी चाहिँ मैले निङ्गुरे चाहिँ भेटिसकेँ। अब एउटा छ टार्गेट, त्यो चाहिँ अब तपाईँहरूलाई म एकछिनमा भिडियो मार्फत देखाउँछु है त। पानीको सिजनमा, रेनिङ टाइममा चाहिँ यो चाहिँ एकदमै बब्बाल देखिन्छ क्या। यस्तो तरिकाले नेचुरल मिनी वाटरफल्स हेर्नु त, यस्तो दामी गरेर हेर्छ। र फाइनल्ली मैले चाहिँ अब यहाँ यही सब्जी निकाल्न खोजिरहेको छु, तामा। यो त धेरैलाई मनपर्ने हो। मैले चाहिँ एउटा भेटाएँ र यसमा काट्न खोजिरहेको छु, तर पानीले गर्दा एकदम क्यामेरा चाहिँ भिडियो सुट गर्नै पाइरहेको छैन क्या। यस्तो पानी परिरहेछ नि। ल देख्न सक्नुहुन्छ, पानी परेर एकदमै यस्तो भइरहेछ। अनि मैले चाहिँ अब यहाँ निङ्गुरे त भेला पारिसकेँ। अब यता दुईवटा तामा पनि भेला पारेँ, तर अब पानी परेर नि भिडियो सुट गर्नै पाइरहेको छुइनँ। अब यस्तै छ। तामा पनि मैले छिलेर चाहिँ बोक्रालाई उसको छिलेर यस्तो रेडी बनाइसकेँ घर लानलाई। तर पानी परेर भिडियो सुट गर्न यति गाह्रो भइरहेछ नि मलाई आज। मौसमले साथ दिएको छैन, पानी चाहिँ लगभग यस्तो छ। अब यसको सब्जी
पकाएर खाने हो। ल म चाहिँ अब घरतिर फर्किँदैछु। तामा र निङ्गुरो भेटियो तर पानी परेर अब चाहिँ अलिक पानी कम होला जस्तो छ पर्छ। ल लगभग म हिँडेको चाहिँ आधी घन्टा जति भइसक्यो। अब अझै मलाई पुग्न आधी घन्टा समय लाग्छ र अब म पुग्नुपर्ने उहाँ पर तपाईँहरूलाई म जुम गरेर देखाउँछु। त्यहाँ हो तर अहिले म छु यो चिज लिएर आइपुगेँ र म चाहिँ यहाँ छु फाइनल्ली। अब यताबाट आएको आउन चाहिँ र अब भिडियो चाहिँ यति नै हो र भिडियोलाई लाइक कमेन्ट र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद, नमस्कार।